हजुरहरूले वैशाखको 6 गते गर्न मिल्ने जागिरहरू धेरै नै छन् हामीसँग। त्यसको जानकारी तपाईँलाई भिडियोमा दिँदैछौँ। भिडियो अन्त्यसम्म सुन्नु होला र बुझ्नु होला। तपाईँलाई मिल्ने जागिर रहेछ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। डिस्प्लेमा देखेको WhatsApp नम्बरमा आएर नि कुरा गर्न सक्नुहुन्छ। प्रोफाइल भिजिट गरेर नि हेर्न सक्नुहुन्छ र अन्य जागिरहरू खोज्न बुझ्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट pokharajob.com.nb पनि सर्च गरेर हेर्न सक्नुहुन्छ गुगलमा गएर है त। हामीलाई 1 नम्बरमा रहेको छ राष्ट्र ब्याङ्क चोकमा रहेको एउटा अनलाइन फुड डेलिभरी कम्पनीको लागि आफ्नै साधारण लाइसेन्स भएको डेलिभरी बोय चाहिएको छ। अब समय भनेको चाहिँ तपाईँको दिनको 9 घन्टा समय गर्नुपर्ने हुन्छ। बिहानको 11 बजेबाट 8 बजेसम्म, अर्को 12 बजेबाट 9 बजेसम्म र 1 बजेबाट 10 बजेसम्म हुनेछ। 15,000 स्यालेरी हुन्छ, पेट्रोल हुन्छ, रिचार्ज हुन्छ, हप्तामा एउटा बिदा हुन्छ। यदि कोही गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि बिराटोमा रहेको एउटा कस्मेटिक र सेनिटरी प्याडको मार्केटिङ गर्नको लागि चाहिँ आफ्नै साधारण लाइसेन्स भएको मार्केटिङ गर्न महिला चाहिएको छ। अनि समय भनेको 10 बजेबाट 5 बजेसम्म हुन्छ। 14,000 तलब हुन्छ। पेट्रोल, रिचार्ज, सर्भिसहरू सम्पूर्ण कुराहरू अब तपाईँलाई कम्पनीबाटै प्रोभाइड हुनेछ। कोही गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुने भयो। अनि ड्याम साइडमा एउटा होटलको लागि हाउसकिपिङ गर्नको लागि महिला पुरुष जो भए पनि हुन्छ। अब खाना बस्न चाहिने खाना बस्न सुविधा नि हुन्छ। तलब 10,000 देखि 12,000 को तलब हुनेछ। महिनामा 3 देखि 4 दिन बिदा हुन्छ। अब कोही त्यो साइडतिर 7 बजेबाट 5 बजेसम्म हाउसकिपिङ काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि लेग साइडमा एउटा रेस्टुरेन्टको लागि बारिस्टा गर्नको लागि महिला अथवा पुरुष जो भए पनि चाहिएको छ। अनुभव भएको अथवा ट्रेनिङ लिएर बसेकोले नि गर्न सक्नुहुन्छ अथवा नभएको अनुभव भएर बस्नु भएकोले पनि यसको लागि अप्लाई गर्न सक्नुहुन्छ है त। 12,000 तलब हुन्छ, खाजा हुन्छ। अनि समय भनेको 8 बजेर 7 बजेसम्म काम गर्ने, हप्तामा एउटा बिदा हुन्छ है त। अनि रत्नचोकमा रहेको एउटा तपाईँको बिस्कुट कम्पनीको डिलरहरूको लागि खाद्यान्न सप्लायर छ। स्पेसली भनेको बिस्कुटको मात्रै मार्केटिङ गर्नको लागि पोखराको विभिन्न एरियाहरूमा गएर 6वटा रुट हुन्छ हप्ताको। त्यो रुटमा गएर अर्डर टिपेर ल्याउनको लागि मार्केटिङ गर्नको लागि महिला चाहिएको छ। 10 to 4 काम गर्ने, आफ्नो रुट सकेपछि बिदा हुन्छ। अब तलब भनेको 15-16,000 तपाईँको काम जति राम्रो भयो त्यही अनुसारको तलब हुनेछ है त। अनि जरेबरमा एउटा हार्डवेयर पसलको लागि पसलमा बस्ने, सामान मिलाएर राख्ने, दिने होइन, स्टोर किपिङको यताउता मिलाउन, सामान निकालेर दिन गर्नको लागि पुरुष चाहिएको छ। समय भनेको बिहानको 8 बजेर बेलुकाको 6:30 बजेसम्म समय हुनेछ। 16,000 तलब हुन्छ, खाजा हुन्छ। अनि त्यसपछि चाहिँ शनिबार चाहिँ तपाईँको बिहानको 8 बजेबाट बेलुकाको 12 बजेसम्म आउनुपर्ने छ। बिचमा खाना खानको लागि तपाईँलाई ब्रेक पनि हुनेछ है त। अनि नागढुङ्गामा होटलको लागि हामीलाई कुक, हेल्पर, वेटर चाहिएको छ। खाना बस्न सुविधा हुन्छ। अनुभव भएको नभएको दुईजनाले यसको लागि अप्लाई गर्न मिल्छ। कोही गर्न चाहनुहुन्छ बाहिरबाट आएर खाना बस्नको जागिर गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। अनि सिर्जना चोकमा एउटा घरमा काम गर्नुको लागि महिला चाहिएको छ। बिहान 9:30 बजे आउनुपर्छ, बेलुका 6 बजेसम्म बस्नुपर्ने हुन्छ। 13,000 तलब हुन्छ, खाजा हुन्छ, हप्तामा एउटा बिदा हुन्छ। शनिबार लिन्छ भने नि पाइन्छ, शनिबार बाहेक अन्य बिदा बार पनि बिदा लिन्छ भने नि पाउनुहुन्छ। कोही गर्न चाहनुहुन्छ भने सिद्धान्तचोक आसपासतिर महिला हुनुहुन्छ भने चाहिँ भिडियो हेर्दै हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। र सिद्धान्तचोकमा एउटा मेडिकल सप्लायर्सको लागि पनि सरसफाइ गर्नको लागि महिला चाहिएको छ। अनुभव पर्दैन, योग्यता 10 पास मात्रै भए हुन्छ। 19 देखि 40 वर्षको महिलाले यसको लागि अप्लाई गर्न सक्नुहुन्छ। हप्तामा एउटा बिदा हुन्छ। समय भनेको बिहानको 10 बजेर साँझको 5:30 बजेसम्म काम गर्ने हो। अब यो तपाईँलाई मिलेको छ, सुइटेबल जस्तो लाग्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। यो लगायत अन्य धेरै जागिरहरू हाम्रो वेबसाइट pokharajob.com.np भिजिट गरेर हेर्न सक्नुहुन्छ। प्रोफाइलमा पनि भिजिट गरेर हेर्न सक्नुहुन्छ। लिङ्कहरू मजाले राखिदिएको छौँ। र अब हाम्रो कार्यालयमा आउन चाहनुहुन्छ, कुनै पनि जागिर मन परेको छ भने प्रोफाइलमा भिजिट गरेर लिङ्क छ तपाईँको हाम्रो लोकेसनको भिडियो छ, त्यो भिडियो मार्फत पनि आउन सक्नुहुन्छ। र यस्तै कामहरूको लागि तपाईँले हाम्रो आइडीलाई फलो पनि गर्न सक्नुहुन्छ। किनकि हजुरहरूलाई थाहा छ पोखरा जब सेन्टर बेरोजगारलाई रोजगार, रोजगारदातालाई कामदार।